साथीहरू, आज हामी सोजुलडाङ लेक्चर हलमा आइरहेका छौँ। यहाँ चाहिँ विशेष गरेर एकदमै पौरातात्विक रूपमा शिक्षणको लागि यो निर्माण गरिएको थियो। विशेष गरेर यो अडिटोरियम 1652 राजा ह्वेनजोङको शासनकालको तेस्रो वर्षमा कोरियामा जापानी आक्रमणका बेला जापानी आक्रमणकारीहरू विरुद्ध लड्दै मृत्यु भएका पुर्खाहरूको राष्ट्रिय निष्ठा र शैक्षिक कार्यहरूको देशभक्तिको भावनालाई मूर्त रूप दिन भावी पुस्ताहरूका लागि प्रतीकको रूपमा निर्माण गरिएको थियो। जति बेला पार्टीमा सोजुलडाङ सोहो इल्बोलको जनजाति र जङ्घो ताएसनको नामको आधा अक्षरबाट व्युत्पन्न भएको थियो। हान युजोस्टोरको बारेमा गीत थियो, नोभेम्बर भन्दा बलियो। यसको मतलब यो माउन्टलाई भन्दा उज्यालो र उच्च छ भन्ने हुन्छ। विशेष गरेर 1652 चाहिँ यो युद्ध जापान र कोरियाको यो युद्ध हुँदाखेरि चाहिँ यहाँ यो निर्माण गरिएको थियो। यसमा भनिएको छ कि झाओ टाङटाङले भनेका छन् कि बुत्रोको केचो युद्ध इमसिन युद्धको समयमा हालको नाम मायोडो जुन 1652 राजा ह्वेनजोङको तेस्रो कालमा शिक्षणहरूको रूपमा बनाइएको थियो। यो चाहिँ एउटा शैक्षिक संस्थाको रूपमा चाहिँ निर्माण गरिएको थियो भनिएको छ। र युद्धमा मारिएका शहीदहरूको वफादारी र सुरक्षात्मक भावनाबाट प्रेरित भएर यो चाहिँ निर्माण गरिएको थियो। साथै तिनीहरूका पुर्खाहरूको विद्यालय भावी पुस्ताका लागि शिक्षकको रूपमा सेवा गर्न यो नाम हाइट ताइजन सर्टेज तामेडाको संक्षिप्त रूप हो, जसको अर्थ बुनरोकु र केइचो युगका शहीदहरूको वफादारी सूर्य र चन्द्रमा भन्दा स्पष्ट र मात्सुरियामा भन्दा उच्च थियो भन्ने कुरालाई यहाँ स्पष्ट पारिएको छ। र विशेष गरेर यो हल 1652 राजा ह्वेनजोङको शासनकालको तेस्रो वर्षमा युवा पुस्तालाई शहीद देशभक्तहरूको वफादारी र शैक्षिक उपलब्धिहरूको बारेमा शिक्षित गर्न निर्माण गरिएको थियो, ताकि त्यो बेलामा के देशभक्तिहरूको बारेमा वफादारीका रूपमा चाहिँ युवाहरूलाई शैक्षिक शिक्षा दिनलाई यो चाहिँ निर्माण गरिएको थियो। र युवाहरू पुस्तामा एउटा शैक्षिक ज्ञान चाहिँ निर्माण होस् भन्ने हेतुको साथमा 1652 यो निर्माण गरिएको थियो। हालको नाम सोजुलहानयोद्वारा लेखिएको छ। चिनियो कविताको 2 प्रारम्भिक शब्दहरूबाट लिएको थियो। यो चाहिँ कोरियाली देशभक्तहरूले कोरियामा जापानी आक्रमण 1592 देखि 1579 को समयमा देखिएको वफादारीको प्रशंसा गर्दै यहाँ सोजुल भन्नाले तिनीहरूको देशभक्ति सूर्यभन्दा उज्यालो र अग्लो हिमालभन्दा माथि रहेको बुझिन्छ। देशभक्ति चाहिँ हिमाल र सूर्यभन्दा माथि रहेर जुन कार्य गरेका थिए शहीदहरूले, त्यसको लागि चाहिँ तिनीहरूका आफन्तहरूलाई शैक्षिक क्रियाकलापहरूमा समावेश गराउने र देशभक्तिको भावना जागृत गराउनको लागि यो चाहिँ हल निर्माण गरिएको थियो भनिएको छ। विशेष गरेर सोवाडो एक व्याख्यान हल हो जुन 1652 मा देशको रक्षा गर्ने भावना र इमजिङ जापानी विद्रोहको समयमा मारिएका शहीदहरूको महान आचरणबाट सिक्न निर्माण गरिएको थियो। यो सूर्य र चन्द्रमा भन्दा उज्यालो र माउन्टलाई भन्दा माथि रहेको
इम्जिन जापानी विद्रोहको समयमा आफ्नो देशको लागि मर्ने शहीदहरूको वफादारीको रूपमा यसलाई लिएको थियो। जसरी हाम्रो नेपालमा पृथ्वीनारायण शाहका पालामा यस्तो राज्य एकीकरणदेखि लिएर भएका ती गतिविधिहरूको बारेमा जसरी बनाइएको छ, शैक्षिक नीतिहरूको रूपमा एउटा शिक्षालाई लिनको लागि, त्यस्तै यहाँ चाहिँ विशेष गरेर यो सैनिक लडाकुहरू जसले चाहिँ जापान र यो कोरियामा भएको युद्धको समयमा चाहिँ ज्यान गुमाए र त्यसपछि चाहिँ तिनका परिवारहरूलाई सान्त्वना दिनको लागि र परिवारहरूमा पुनः शिक्षा जगाउनको लागि, तिनीहरूलाई देशभक्त जगाउनको लागि, देशको लागि लड्नुपर्छ, देशको लागि पढ्नुपर्छ भन्ने एउटा वातावरण सिर्जना गर्नको लागि विशेष गरेर यो एउटा पाठशाला खोलिएको रहेछ। यो एकदमै सुन्दर पाठशाला छ। विशेष त यहाँ देख्न सक्नुहुन्छ हामीले धेरै क्याप्चर गरेका छौँ यसमा। विशेष यहाँ छुट्टा छुट्टै पाठशालाहरू रहेका थिए र यसमा मैले अन्तिममा देखाउँछु केही तपाईँलाई फोटाहरू पनि देखाउनेछु। जस्तो पुरातात्विक रूपमा यस पाठशालामा चाहिँ देख्न सक्नुहुन्छ। यहाँ पनि अलिकति मैले केही जुम गरेको छु। अब जस्तो पुरातात्विक रूपमा चाहिँ यहाँ हेर्नु न, अब यो पाठशालामा चाहिँ कसरी पढिन्थ्यो भन्ने कुरा हो। यो चाहिँ अब भित्र बसेर नै पढ्ने त्यति बेला पनि। अब जस्तो साइडमा त्यहाँ अब पढ्नको लागि एउटा टेबलहरू छ, हेर्नु दराजहरू छ त्यहाँ, अब त्यसमा पनि लेखिएको छ। अब सायद के लेखिएको हो हामीले त्यसलाई बुझ्न सकेनौँ। मैले पनि केही यता लेखिएका कुराहरूलाई चाहिँ यसो समावेश गराएको छु र यहाँ दराजहरू पनि त्यति बेलाका दराजहरू नै हुने। र यहाँ अहिले यो जुन पाठशाला पुरानो पौरातात्विक पाठशाला थियो त्यसलाई अहिले एकदमै सुन्दर र आनन्दको रूपमा मानिसहरू घुम्नको लागि र मानिसहरू त्यहाँ गएर शान्त वातावरणमा पढ्नको लागि भनेर यो बनाइएको छ। अहिले एकदमै सुन्दर छ, राम्रो छ, एकदमै हावा वातावरण पनि एकदमै सफा छ। विशेष गरेर कोरियामा यस्तो ठाउँहरू चाहिँ धेरै हुने गर्दछन्, धेरै छन्। अब एउटा पौरातात्विक हिसाबमा जोडिएका ठाउँहरू कोरियामा एकदमै धेरै छन् र मानिसहरू विशेष गरेर छुट्टीको दिनमा आइतबार, शनिबार, अब यो दिनहरूमा चाहिँ विशेष गरेर यी ठाउँहरूमा एकदमै धेरै मानिसहरूको भिड हुने गर्दछ। किन भन्दा यहाँ शान्त हुन्छ र कोलाहल पनि हुँदैन। जस्तो यहाँ कसैले हल्ला गर्ने छैन, कसैले नराम्रो गर्नेवाला छैन। विशेष गरेर एकदमै राम्रो शान्त वातावरणमा आफ्नो तरिकाले घुम्ने गर्दछन्, फोटो खिच्ने गर्दछन्, भिडियो बनाउने गर्दछन् र यसरी घर फर्किने गर्दछन् बेलुका। किन भन्दा एकदमै शान्त छ। त्यसैले आज मैले यो एरियाको बारेमा तपाईँहरूलाई थोरै जानकारी गराएको थिएँ। यो चाहिँ विशेष गरेर यो बुसानमा पर्छ। अब बुसानको यो ठाउँ हो, यहाँ चाहिँ एकदमै राम्रो छ। तपाईँहरू पनि कोरियामा यस्तै राम्रो राम्रो ठाउँहरू घुम्न चाहनुहुन्छ, देख्न चाहनुहुन्छ भने कृपया मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला र मैले आगामी दिनहरूमा यस्तै राम्रो जानकारीमूलक भिडियोहरू लिएर आउनेछु। तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला र साथीभाइहरूलाई सेयर गर्नुहोला। धन्यवाद।